तर सरकार मौन छ के केही गर्यो कि गरेन त्यो केही थाहा नै छैन क्या। एक त आफ्नो देशमा राम्रोसँग शिक्षा दिन सकेको छैन अनि हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड इट्स विधिराज अनि पनि आज पनि म हजुरहरूमा नयाँ रियाक्सन भिडियो लिएर आएको छु। अनि रियाक्सन भिडियो चाहिँ मिस्टर डीको नयाँ गीत आएको रहेछ के आगो लाग्यो दिलैमा। आई थिङ्क यो चाहिँ होइन सानोमा हामीले सुनेको थियो त्यही गीतको रिमेक भर्जन वा त्यही गीतको कुनै कुनै पार्टहरू लिएर बनाए जस्तो लाग्यो होइन मलाई चाहिँ। अस्ति मैले चाहिँ टिजर चाहिँ हेरेको थिएँ, टिजरको चाहिँ रियाक्सन गर्न पाएन होइन, तर आज चाहिँ म गीतको चाहिँ रियाक्सन गर्छु होइन। कस्तो लाग्छ म मेरो पोइन्ट अफ भ्यू दिन्छु होइन। मलाई राम्रो पनि लाग्न सक्छ नराम्रो पनि लाग्न सक्छ होइन, तर अभियसली मिस्टर डीको गीत भनेपछि चाहिँ बब्बाले हुन्छ जस्तो लाग्छ होइन। ओके लेट्स सी गाइज। We are 90s crew. We are 90s kid and we grew up listening to classic song where lines are sticky. From we our song title and hook are those. Okay. पहिलाको गीत चाहिँ यस्तो नाच्ने खालको थिएन, अलि नाच्ने टाइपको थिएन भन्नाले नि यस्तो भाइब्स आउने खालको थिएन। तर पुरानो गीतहरू भनेको चाहिँ बब्बाले हुन्छ होइन। पुरानो गीतलाई नराम्रो भन्न खोजेँ होइन, तर पुरानो गीतहरू चाहिँ बब्बाले हुन्छ। तर यो गीतमा चाहिँ यस्तो भाइब्स आइरहेको छ नि अब गीतमै डुबिसक्यो के। यस्तो दामी छ क्या यार भाइब्स चाहिँ। अस्ति भर्खर होइन उसको मिस्टर डीकै हो नयाँ गीत भन्नाले फिल्मको लागि थियो नि त। आउटल दफा नम्बर 219 को गीतको लागि त्यहाँ चाहिँ होइन अन्धो कानुन भनेर गाएको थिएँ होइन। मैले त्यसको पनि रियाक्सन दिएको छैन, तर त्यसमा पनि रियाक्सन दिएको छैन। तर त्यो गीतपछि यो गीत पनि त दामी नै छ। त्यो गीत त बब्बाले छ होइन। त्यो गीत त अहिलेसम्म होइन नेपालमा कति बलात्कारपछि हत्या भएको छन् तिनीहरूले अहिलेसम्म न्याय नै पाएको छैन कि यार। निर्मला पन्त भयो अनि त्यसपछि निर्मला पन्तले त कति वर्ष भइसक्यो अहिलेसम्म पाएको पनि छैन होइन। त्यसपछि अरू पनि छन् होइन, अरूले पनि पाएको छैन न्याय। अनि अस्ति भर्खर प्रकृति लम्साल त्यो बलात्कारपछि हत्या भएको होइन त्यो चाहिँ होइन, तर त्यही पनि अस्ति प्रकृति लम्सालले उनलाई ह्यारेस गर्दा पनि हुन्छ नि उसको कलेजको प्रशासनलाई गएर भन्दा पनि केही एक्सन नलिएपछि चाहिँ उसले चाहिँ सुसाइड गर्यो। तर सुसाइड गरेपछि चाहिँ तर सरकार मौन छ कि केही गर्यो कि गरेन त्यो केही थाहा नै छैन क्या। एकचोटि त्यस सम्बन्धी पनि केही सोचोस् सरकारले होइन, केही गर्नुपर्छ क्या। एक त आफ्नो देशमा राम्रोसँग शिक्षा दिन सकेको छैन अनि कोही मान्छे अर्को देशमा गएर आफूले शिक्षा आर्जन गर्छ, तर पनि सरकारले ऊमाथि केही हुँदाखेरि चाहिँ सरकारले केही गर्न सक्दैन भनेपछि अनि के को लागि सरकार बनायो त, के को लागि राजा शासन फाल्या, के को लागि भोट माग्या। एकचोटि त्यस सम्बन्धी पनि हेर्न जरुरी छ, खालि गफै मात्र दिने होइन के। म्युजिक त भन्नै पर्दैन के, माको छ म्युजिक त। गीत फेरि लास्ट भन्नाले उस हुन्छ नि प्रेमिकाहरूलाई अब कोही रिसायो भने चाहिँ उसलाई फकाउने टाइपको खालको हुन्छ क्या। पहिला पनि बन्दैछ नेपाल बन्दैछ नेपाल त्यो गीत भयो। अनि त्यसपछि खाडी भन्ने गीत गाएको थियो, त्यो त बब्बाले थियो झन्। ऊ त झन् त्यो खाडी मुलुकमा हुन्छ नि खाली मुलुकमा काम गर्नेहरूको दुःखहरू पोखेको थियो उसले त्यो गीत। मलाई गीत चाहिँ होइन बब्बाले लाग्यो होइन, तर अलिकति कहाँ उस भएको भन्दाखेरि चाहिँ स्टार्टिङमा चाहिँ त्यो पुरानो गीत अलिकति रिफरेन्सको लागि अलिकति हालिदिएको भए पनि चाहिँ बब्बाल हुन्थ्यो जस्तो लाग्यो होइन मलाई चाहिँ। अनि गीत चाहिँ बब्बाले थियो। अनि मिस्टर डीको चाहिँ म एकदमै ठुलो फ्यान हो होइन, पहिलेबाट मैले उसको चाहिँ गीतहरू सुनिरहेको थिएँ क्या। आई हेभ लिसन अल अफ हिज सङ के। अझै त्यो बन्दैछ नेपालवाला गीत त। अनि त्यसपछि अर्को नि थियो त्यो खाडीवाला गीत होइन। खाडीवाला गीतमा उसको एक्टिङ पनि त्यस्तो दामी बब्बाले थियो कि होइन। एक्टिङ पनि त्यस्तै अनि त्यो सङ पनि त्यस्तै बब्बाले थियो होइन उसले। अनि त्यही भएर आई लिसन अल अफ हिज सङ। अनि यो गीत पनि बब्बाले लाग्यो होइन। अनि अब होइन यति नै हो होइन, गीत चाहिँ दामी लाग्यो। अनि हजुरहरूलाई मेरो रियाक्सन भिडियो कस्तो लाग्छ होइन हेरेर प्रतिक्रिया दिनु होला एकचोटि। अनि इफ यु लभ माई भिडियो टु सब्सक्राइब लाइक द भिडियो and don't forget to give a comment and share the video to your friends if you like my video. Okay, till then guys, see you in the next video. Till then, bye bye guys.